स्मार्ट बस पार्क हर्क साम्पाङज्यूको योजनाको साकार रूप हो। उहाँले त्यो बस पार्क बनाउनको लागि 90% कन्ट्रिब्युसन गरेको भनेर प्रशासकीय अधिकृतले बोल्नु भएको भिडियो त हर्क साम्पाङले आफैले आफ्नो सञ्जालमा सेयर नै गर्नुभएको छ। त्यसलाई नै भनिन्छ नि साकार रूप कसले दियो भनेर गणना गर्दा त हर्क साम्पाङजीकै नाम अग्रपङ्क्तिमा आयो। अब यहाँनिर के भयो भने सायद आयन्द्र विक्रमजीलाई एउटा ठुलो इख होला, एउटा उहाँमा हिंताबोध होला, कुण्ठा होला। आयन्द्रजीलाई एक खालको भाउतो होला कि उहाँले वास्तवमा त्यतिखेर जुन स्मार्ट बस पार्कको सवाल अहिले तपाईँले उठाउनु हो त्यतिखेरको सन्दर्भमा चाहिँ मैले कार्यवाहक मेयर आउनुपर्ने तर सिनियर वडाध्यक्ष भनेर कसैलाई दियो, धनबहादुरजीलाई दिया होला, त्यो दिनुभयो। त्यसकारण मेरो अपमान भयो भन्दै अदालत जानुभयो। त्यो इखले अहिलेसम्म पनि उहाँ एकदमै भित्रभित्रै मुरमुरिएको देखियो। त्यो र त्यस्ता अनगिन्ती कारणले हर्क साम्पाङ भन्ने मानिसको म स्मृतिका पद चिन्ह नै मेट्न चाहन्छु। धरानले हर्क साम्पाङलाई यसरी बिर्सियोस् कि मानौँ स्मृति ध्वंस होस्। धरान भन्ने सुन्दर नगर जहाँ हर्क साम्पाङका अतीतहरू पाइला पाइलामा गाँसिएका छन्, त्यहाँका प्रत्येक इँटामा हर्क साम्पाङका स्मृतिहरू खोपिएका छन्। जब मान्छे श्रम संस्कृतिमा जान्छ, त्यो पार्कमा जान्छ, तब हर्क साम्पाङको प्रतिबिम्ब पहिला उसको आँखामा नाच्छ। हर्क साम्पाङ चाहे देशमा होस्, विदेशमा होस्, संसदमा होस्, दार्चुलामा होस्, जहाँ होस्, उहाँको आँखामा त्यही सुन्दर नगरी जस्ता पूर्वको हङकङ वा सिङ्गापुर भनिन्छ त्यही सुन्दर आकर्षक सहर धरान नाच्छ। उहाँले कति पापड बेल्नु होला, कति मन्त्रीको मोबाइलमा घन्टी बजाउनु हो, कति प्रधानमन्त्रीको ढोका ढकढकाउनु हो। सानो दुःखले आर्जिएको होइन त्यो धरानको स्मार्ट बस पार्क। तर मलाई ताजुब लाग्यो। हुन त श्री स्वस्तानी व्रत कथामा एउटा कथा वर्णित छ के दक्ष प्रजापतिले चाहिँ महादेवको यति निन्दा गर्छन् कि अन्तिममा भन्दै थिइन् सतीदेवीले, तपाईँ यसरी निन्दा नगर्नु मेरो स्वामीको, यो यज्ञ चाहिँ महादेव बिना अधुरो हुन्छ भन्छन्। उसले झन् निन्दा गर्दै जान्छ। अन्तिममा उसलाई घाँटी छिनालेर, हुन त त्यो वैदिक साहित्य हो, बोकाको घाँटी जोडिदिनु परेको थियो अघि। हर्क साम्पाङ बिनाको स्मार्ट बस पार्कको यज्ञ अनुष्ठान अपुरो हुन्छ। हर्क साम्पाङलाई माइनस गरेर तपाईँले माइनस गर्न सक्नुहुन्न। तपाईँ कति ठाउँमा हर्क साम्पाङज्यूका स्मृतिका चिनुहरू मेट्नुहुन्छ, हिँड्दैछ पाइला मेट्दैछ। यो इतिहासप्रतिको घोर कृतज्ञता हो। कृतज्ञ हुनु पर्थ्यो नि। ल हेर्नु त तिलक राई जस्तो इतर विजातीय पुँजीवादी कित्ताको मान्छेले मुक्तकण्ठले तारिफ गरेका छ, मनोज ब्याङले गरेका छ, मन्जु भण्डारीले गरेका छ। तर आयन्द्र जो अहिले त्यहाँको उपमेयर हुनुहुन्छ त्यस्तो हुनुहुन्न होला जस्तो लागेको थियो। उहाँलाई चाहिँ हर्क साम्पाङको नामैसँग नफरत, उहाँको सासै गनुनी, उहाँको व्यक्तित्वसँग नफरत, हरेक स्मृतिका चिनुहरू मेट्दै जाने। अनि उहाँलाई के प्रब्लम छ? इगो प्रब्लम छ। यति बेला हामीसँग हुनुहुन्छ युवा राजनीतिज्ञ पुण्य गौतम। पुण्य सर, यहाँलाई हार्दिक स्वागत छ। थ्याङ्क यू सो मच। धन्यवाद। यो अन्तर्वार्ता सुरु गर्नुभन्दा अगाडि हामीले एउटा छोटो भिडियोको क्लिप हेरेका थियौँ। त्यहाँ पूर्व मेयर तिलक राईले चाहिँ केही कुरा भनिरहनु भएको थियो होइन, जो स्मार्ट बस पार्क उद्घाटनको विषय लिएर। यो उहाँको कुराहरू, उहाँको भनाइबाट चाहिँ तपाईँ हामीले के बुझ्ने, कसरी बुझ्ने सर यसलाई? हामीले पहिलो कुरो त तिलक राईज्यूले असाध्यै मनासिब कुरा गर्नुभयो। तिलक राईजी नेपाली काङ्ग्रेसको तर्फबाट हर्क साम्पाङज्यूभन्दा अगाडि निर्वाचित मेयर हो। त्यहाँ उपनिर्वाचन भएको थियो, त्यहाँबाट उहाँ उदाउनु भयो। उहाँले अब बबन्डर खासै राम्रो काम गरेको पनि होइन, तर हर्क साम्पाङज्यूलाई मैले चिन्ने मौका पाएको पनि तिलकजी मेयर हुने बेलाको अवधिमा म धरान गएको बेलामा मैले उहाँ एक्लै भाषण गर्दा चिनेको। एकहोरो चिराई जित्यो थियो, दोहोरो चिराई त मैले पछि धरानमा जाँदाखेरि आजभन्दा उहाँ मेयर हुनुभन्दा 1 वर्ष अगाडि दोहोरो चिराई हो। अब यहाँनिर तपाईँलाई म एउटा कुरा के भन्छु भने स्मार्ट बस पार्क हर्क साम्पाङज्यूको योजनाको साकार रूप हो। उहाँले त्यो बस पार्क बनाउनको लागि 90% कन्ट्रिब्युसन गरेको भनेर प्रशासकीय अधिकृतले बोल्नु भएको भिडियो त हर्क साम्पाङले आफैले आफ्नो सञ्जालमा सेयर नै गर्नुभएको छ। जसले त्यो स्मार्ट बस पार्कको सपना देख्यो, त्यसलाई साकार रूप दिनको लागि
धेरैको मोबाइल धेरै होइन, मन्त्रीहरूको यो- मोबाइलमा घन्टी बजायो। स्मार्ट बस पार्कको योजना त अरूले ल्याउनु भयो, योभन्दा अगाडि यो 20औं वर्ष अगाडिको योजना हो, तर मनोज त्यो बिहाङको पेन्डुलम जीहरूले भएर ल्याउनु बसेको थियो। भयो। पेन्डुलम भएर बसेको थियो, त्यो योजनाले साकार रूप लिन सकेको थिएन। त्यहाँ जग्गा विवाद गरेर होस्, चाहे यो दलहरूको खिचातानीले गर्दा होस्, यो विविध कारणले गर्दाखेरि त्यो पेन्डुलम भएर बसेको थियो। पछि हर्क सामक आइसकेपछि ती तमाम समस्याहरूलाई समाधान गरेर के अरे निर्माणको तीव्रता दिनुभएको हो। सही कहाँ? होइन, त्यसलाई नि भनिन्छ नि साकार रूप कसले दियो भनेर गणना गर्दा त हर्क साम्पाङजीकै नाम अग्रपङ्क्तिमा आयो। अब यहाँनिर के भयो भने सायद आयन्द्र विक्रमजीलाई एउटा ठुलो इख होला, एउटा उहाँमा हिंताबोध होला, कुण्ठा होला। आयन्द्रजीलाई एक खालको भाउतो होला कि उहाँले वास्तवमा त्यतिखेर जुन स्मार्ट बस पार्कको सवाल अहिले तपाईँले उठाउनु हो, त्यतिखेरको सन्दर्भमा चाहिँ मैले कार्यवाहक मेयर आउनुपर्ने तर सिनियर वडाध्यक्ष भनेर कसैलाई दियो, धनबहादुरजीलाई दिया होला। होइन, अर्कै हुनुहुन्थ्यो। त्यो दिनुभयो, त्यसकारण मेरो अपमान भयो भन्दै अदालत जानुभयो। त्यो इखले अहिलेसम्म पनि उहाँ एकदमै भित्रभित्रै मुरमुरिएको देखियो। त्यो र त्यस्ता अनगिन्ती कारणले हर्क साम्पाङ भन्ने मानिसको म स्मृतिका पद चिन्ह नि मेट्न चाहन्छु। धरानले हर्क साम्पाङलाई यसरी बिर्सियोस् कि मानौँ स्मृति ध्वंस होस्। धरान भन्ने सुन्दर नगर जहाँ हर्क साम्पाङका अतीतहरू पाइला पाइलामा गाँसिएका छन्, त्यहाँका प्रत्येक इटामा हर्क साम्पाङका स्मृतिहरू खोपिएका छन्। जब मान्छे श्रम संस्कृतिमा जान्छ, त्यो पार्कमा जान्छ, तब हर्क साम्पाङको प्रतिबिम्ब पहिला उसको आँखामा नाच्छ। हर्क साम्पाङ चाहे देशमा होस्, विदेशमा होस्, संसदमा होस्, दार्चुलामा होस्, जहाँ होस्, उहाँको आँखामा त्यही सुन्दर नगरी जस्ता पूर्वको हङकङ वा सिङ्गापुर भनिन्छ, त्यही सुन्दर आकर्षक सहर धरान नाच्छ। उहाँले कति पापड बेल्नुभयो होला, कति मन्त्रीको मोबाइलमा घन्टी बजाउनु भयो, कति प्रधानमन्त्रीको ढोका ढकढकाउनु भयो। सानो दुःखले आर्जिएको होइन त्यो धरानको स्मार्ट बस पार्क। तर मलाई ताजुब लाग्यो, हुन त श्री स्वस्तानी व्रत कथामा एउटा कथा वर्णित छ के, दक्ष प्रजापतिले चाहिँ महादेवको यति निन्दा गर्छन् कि अन्तिममा भन्दै थिइन् सतीदेवीले, तपाईँ यसरी निन्दा नगर्नु मेरो स्वामीको, यो यज्ञ चाहिँ महादेव बिना अधुरो हुन्छ भन्छन्। उसले झन् निन्दा गर्दै जान्छ। अन्तिममा उसलाई घाँटी छिनालेर, हुन त त्यो वैदिक साहित्य हो, बोकाको घाँटी जोडिदिनु परेको थियो अघि। हर्क साम्पाङ बिनाको स्मार्ट बस पार्कको यज्ञ अनुष्ठान अपुरो हुन्छ। हर्क साम्पाङलाई माइनस गरेर तपाईँले माइनस गर्न सक्नुहुन्न। तपाईँ कति ठाउँमा हर्क साम्पाङज्यूका स्मृतिका चिनुहरू मेट्नुहुन्छ, हिँड्दैछ पाइला मेट्दैछ। यो इतिहासप्रतिको घोर कृतज्ञता हो। कृतज्ञ हुनु पर्थ्यो नि। ल हेर्नु त, तिलक राई जस्तो इतर विजातीय पुँजीवादी कित्ताको मान्छेले मुक्तकण्ठले तारिफ गरेका छ, मनोज बिहाङले गरेका छ, मन्जु भण्डारीले गरेका छ। तर आयन्द्र जो अहिले त्यहाँको उपमेयर हुनुहुन्छ, त्यस्तो हुनुहुन्न होला जस्तो लागेको थियो। उहाँलाई चाहिँ हर्क साम्पाङको नामैसँग नफरत, उहाँको सासै गनुनी, उहाँको व्यक्तित्वसँग नफरत, हरेक स्मृतिका चिनुहरू मेट्दै जाने। अनि उहाँलाई के प्रब्लम छ? इगो प्रब्लम छ उहाँलाई। एउटा हुन त यो सडकतिर दौडिने एउटा टपोरीले हर्क साम्पाङलाई नेता मैले बनाइदिए, अनि श्रम संस्कृति पार्टी मैले बनाइदिए, मेयर मैले बनाइदिए भन्छ। त्यो झ्यासको कुरा, झ्यासको त्यस्तो टपोरीले त ठुलो कुरा गरिरहेको छ। उहाँलाई पनि लाग्छ होइन, ती झ्यासले त तपाईँको अहिलेको भर्खरको एउटा पोस्टमा चाहिँ कमेन्ट गर्न मिल्ने भएछ, नभए त्यो भन्दाखेरि कमेन्ट अफ गरिन्जेल भएको थियो क्या ती झ्यास। होइन, यो त्यस्ता झ्यासहरूले गर्दाखेरि अब त्यो बिकाउ झ्यासहरू जे भए पनि कसैले 2-4 हजार कसैले एउटा हड्डी फालिदियो, त्यही हड्डी चुस्दै तपाईँको पुच्छर हलाउँदै बसिरहने त्यो झ्यास हो। त्यस्ता टपोरीहरूलाई शिरफुल बनाएर तिनका नाजाज कुरालाई हाइलाइट गराएर भ्युज र कमेन्टको खेती गर्नेहरूदेखि हर्क साम्पाङज्यूले पनि त दूरी बनाउनु पऱ्यो नि, मान्छे चिन्नु पऱ्यो नि। हर्क साम्पाङज्यू इमोसनल हुनुहुन्छ, उदार हुनुहुन्छ, त्यो उदारताको फाइदा उठाउन दिनु भएन नि। यहाँ म देख्छु, जबकि त्यो मानिसलाई हर्क साम्पाङको उदय, उहाँको योगदान सबै थाहा छ,
तर हर्क साम्पाङजीलाई बदनाम गराउनको निम्ति आफ्नो मिडियालाई दुरुपयोग गर्नेहरूले फेरि हर्क साम्पाङजी गएर इन्टरभ्यू दिइहाल्नुहुन्छ। मेरो गुनासो त्यहाँ हो। इन्द्र जिजीविसाज्यू जस्तो व्यक्ति हुन त खोजेको समयमा इन्द्र जिजीविसाको टेलिफोनको घन्टीलाई उहाँले रिङ मिस कल गयो भने नि उहाँले फर्काउनुहुन्छ। मलाई थाहा छ इन्द्र जिजीविसाजी जस्ता साथीभाइ तपाईँहरू जस्तो सुनकोशी जस्तो साथीभाइहरू जसले दुःखमा साथ दिनुभएको छ हामी जस्ता वक्ताहरू हो। तर व्यापार गर्ने र हर्क आफू बालेन शाहको विरोधी भई भन्ने देखाएर हर्क साम्पाङज्यूका इर्द गिर्दका नजिकका भ्युअर्स बटुल्ने रफू चक्करमा लागेकाहरूले कसरी हर्क साम्पाङलाई एउटा टपोरी प्रयोग गरेर बदनाम गरिरहेका छन् त्यो बुझ्नु पर्दैन। म हर्क साम्पाङज्यूलाई एउटा अनन्य मित्र र आफ्नो पार्टीको अध्यक्ष विपक्षी दलको नेताको हैसियत राख्ने हुनाले भन्छु उहाँले भन्न सक्नुपर्छ तपाईँले 2 दिन अगाडि निरर्थक नाजायज कुराको इन्टरभ्यू काटछाँट नगरिकन मेरो बदनाम गर्नु हो। तपाईँलाई म कृपया आत्मआलोचना गरेर त्यो भिडियो नहटाएसम्म म इन्टरभ्यू दिन्न भन्ने स्ट्यान्ड पनि उहाँले राख्नु पर्यो। यो अलिकति पुरा प्रसङ्ग मैले भनेको नभए यिनीहरूले हेप्दै जान्छन्। त्यो मानिस जसलाई त्यो टपोरी के हो सबै थाहा छ। त्यो टपोरी त्यो मान्छेले हर्क साम्पाङलाई कसरी बदनाम गरेको पनि थाहा छ तर पनि जानी बदनाम गरेको छ। अब म मूल विषयमा जान्छु। अब टेन्सन दिने यो यी कुकुर झिँगा भन्छ क्या हाम्रो गाउँतिर बेकारमा यी किर्नासभा टाँसिनीको कुनै हिसाबै छैन। ल हेर्नु त उहाँको छोरा होस् कि छोरी होस् कि नाति होस् कि नातिना होस् कि घरबार होस् कि जे होस् जब उहाँको फ्यामिलीभित्र कुनै प्रब्लम छैन जब उहाँको फ्यामिली सुख शान्तिका साथ बाँचेको छ उहाँको छोरी आफ्नो दुनियाँमा रमाइरहनु भएको छ भने अर्काको प्राइभेसी भङ्ग गरेर यो चाहिँ फलानी छोरी नागरिकता प्राप्तिको लागि पापड बेल्नु पर्यो यहाँ उहाँ भनेर त्यो फलानाको फेसबुक पेज केबी कुलुङको भनेर त्यसरी आफ्नो मुद्दा चाहिँ सर्वोच्च अदालतमा डङडङ्ती छ। आफूलाई आफ्नो भ्रष्टाचारको मुद्दाले उसको केस र दाबी थप फुलिसक्यो तर त्यस्ता टपोरीहरू त्यो नेपाल सरकारको पिएनको कुरा गर्नुभएको कुनै समय पिएन जागिर खाने मान्छे सुन्नुहोस् त्यस्ता मान्छेहरू अहिले हर्क साम्पाङलाई एकदम कन्दनी कसेर बदनाम गर्न लागेका छन्। म तपाईँलाई भन्छु तपाईँले सी जिनपिङको आलोचना चीनमा गरे थाहा छ जबकि चीनमा सी जिनपिङको घरबार बिग्रियो उनले फेरि बन्दोबस्त गरे अहिले पेङसँग विवाह गरेर उनी सुखी जीवनमा छन्। त कसैलाई त्यो कुरो प्रब्लम हुँदैन कानुन त सब कुरो हिसाब किताब ठिक छ भने अरूले सुड काट्नुपर्ने किन। यस्ता दुःख दिने मान्छे अनेक छन्। म अब मूल विषयवस्तुमा आउँछु। दार्चुलामा तुइन विस्थापित गरेर सुविधा सम्पन्न झोलुङ्गे पुल उद्घाटन गर्दै क्युआरका सारा पाइ पैसाको हिसाब किताब त्यहाँ सदुपयोग गर्नुभयो। उहाँ धरानमा उहाँले मजाले सुम्निमा पारुहाङको प्रतिभा स्थापित गर्ने कुरालाई जोरदार तरिकाले अगाडि बढाउनु भएको छ र प्रत्येक साउनदेखि तपाईको त्यो निर्माण गतिले हैन तीव्रता पाउँछ। अब यहाँनिर अब भन्नेको मुख थुन्न सकिन्छ। उहाँको सम्पत्ति शुद्धिकरण रे त्यहाँ चन्दाको दुरुपयोग भएर 5-10 लाखको जग्गालाई 40-50 लाख को मूल्याङ्कन गरेर किनेर कमिसन खाएर चन्दाको धन्दा नक्कली माओवादी अब भन्ने केही बाहना रहन्छ। हेर्नुहोस् उहाँ 24 क्यारेटको देशभक्तिको कोट छैन त्यो भनौँ कसैले पत्याउँदैन। अनि मान्छेले हिरो छ्याप्री बाहेक केही पाएनन्। यही बेलामा दुनियाँदारी यत्रो हमला भइरहेको बेला आफूलाई प्रगतिशील मोभमेन्टबाट आएको सोसियलिस्ट मोड अफ प्रोडक्सनको उत्पादन जनयुद्धबाट आएको भन्ने उपमेयर जो अहिले हर्क साम्पाङले मेयर पद छोडेको हुनाले कार्यवाहक मेयर भएको सायद अब उहाँले अर्को चुनाव जित्न पनि सक्नुहुन्छ। जस्तै उहाँले यसरी उपमेयरमा चाहिँ अलिकति डाहा औडा ईर्ष्या छ जस्तो देखियो हैन। छटपटी ईर्ष्या छटपटी कुण्ठा औडा छ। हेर्नुहोस् तपाईँ कसैको डाहामा जल्नु भने नि तपाईँ आफै खरानी र कोइला हुने हो तपाईँको आफ्नै मुख रातो हुन्छ। अब उहाँले हर्क साम्पाङको खुट्टा काटेर आफू अग्लो हुने कुरा नसोचे हुन्छ। हर्क साम्पाङ धेरै माथि पुगिसक्नु हो। तपाईँ पनि असल हुनुहोस्। तपाईँले हर्क साम्पाङको सम्मान बढाएर आफू सम्मानित हुनुहोस् क्या। हर्क साम्पाङले जब राष्ट्रियताको कुरामा जोरदार आवाज उठाउनु भएको छ तपाईँ धरानमा सीमित हुनुहुन्छ। उहाँको कृति ऐस अन्तर्राष्ट्रिय स्तरमा फिजिसक्यो। नेसनल मिडिया यस्ता कुनै छैनन् जसले हर्क साम्पाङको इन्टरभ्यू लिन तछाड मछाड नगरेका हुन्। त्यसकारण उहाँ त ल्याम्पलाइटमा चम्किनु हो। तपाईँ वास्तवमा हर्क साम्पाङलाई तपाईँले स्मार्ट बस पार्कको उद्घाटनमा नबोलाएर उहाँको राजनीतिक ध्वस्त हुने होइन तर एउटा सम्मानको कुरो हो नि त। आफ्नो
नगरको आफ्नो गृहनगरमा भएको आफूले गरेको काममा आफैलाई निम्ता नआउनु भनेको चाहिँ दाजुभाइको मनमुटाव थियो। अनि काकाबाउ बडाबाउको काकाबाउ र आफ्नो बुवाको अंश मुद्दा थियो मान्नुहोस् न। अनि भनौँ एक हिसाबले भन्नुपर्दा आफ्नो दाइको छोरीको विवाहमा अंश मुद्दा पर्यो भन्दैमा भाइलाई निम्ता भएन भने के हुन्छ, कति मन दुख्छ। अंश मुद्दा अदालतको विषय हो, तर एउटै आँगन जोडिएको दाइको छोरीको विवाह छ, हेर्नुहोस् है, आफ्नो भतिजीको विवाह छ, काकालाई निम्ता गएन भने मरेतुल्य हुन्छ कि हुँदैन, समाजमा उन्मुख देखाउन लायक हुन्छ। कुरा त सानो होला, कसैले विवाहको निम्ता गरोस् नगरोस्, त्यस्तै हो। आफ्नो आँगनमा आफ्नो गृहनगरमा आफूले स्मार्ट बनाएको सिटीमा आफ्नो पद चिन्ह खोपिएको सिटीमा हिजो आफ्नो मातहतमा उपमेयर भएर काम गरेको व्यक्तिले आज उहाँका स्मृतिका चिनुहरू मेटाउने गरी त्यो सम्भव त कदापि छैन। त्यो कृतज्ञताको जवाब छैन। कृतज्ञता व्यक्त गर्नुपर्नेमा, धन्यवाद ज्ञापन गर्नुपर्नेमा, दोसल्ला उडाउनु पर्नेमा छिची दूर गर्ने, निम्तो नपठाउने, वक्ता नबनाउने, उहाँको सम्मानमा कमी ल्याउने, उहाँको आत्मसम्मानमा ठेस पुर्याउने कामले भोलि हेर्नुहोस् कार्यवाहक मेयरज्यू तपाईँले ठुलो राजनीतिक क्षति बिहोर्नुपर्ने हुनसक्छ। होइन, कतिपय त्यहाँका कथित पत्रकारहरूले टिका टिप्पणी गरेको पनि देखियो कि उहाँहरूले चाहिँ आफू धरान उपमहानगरपालिकाका मेयर हुँदाखेरि तत्कालीन अवस्थाका माननीय अशोक राईले चाहिँ कति कार्यक्रममा प्रमुख अतिथि बनाएर बोलाए त हर्क साम्पाङले भनेर टिका टिप्पणी गरेको पाइयो। तर फेरि कतिपयले कसरी त्यसलाई चाहिँ खण्डन गरेको छ भन्दाखेरि तत्कालीन अवस्थामा हर्क साम्पाङ मेयर भइरहँदाखेरि त्यहाँका माननीयले कति योजनाको लागि योगदान गरे अनि कति चाहिँ त्यो निर्माण गरे होइन। र अहिले हर्क साम्पाङले योजना बनाएर अन्तिम अवस्थामा पुर्याएर छोडे जस्तो अशोक राईले गरेको थियो कि थिएन त, कति योगदान गरेको थियो भन्नेमा पनि निर्भर पर्छ भन्ने कुरा पनि गरेँ कि यो एकदमै न्यायोचित तर्क हो। अर्थात् अशोक राईज्यू व्यक्तिगत रूपमा भला मानुस हुनुहुन्छ, मृतवासी हुनुहुन्छ, सिनियर मोस्ट कम्युनिस्ट नेता हो। अब अहिले बिचरा उहाँ अस्तित्व सङ्कटले गर्दा छटपटाउनु भएको छ। उहाँ र कुमार लिङदेनलाई त तपाईँहरू यसरी नभड्किनुहोस्, आउनुहोस् मिलेर जाउँ भनेर आह्वान गर्नु हर्क साम्पाङज्यूको उदारता हो, विशालता हो। अब यहाँनिर यहाँनिर अलिकति प्रसङ्ग सम्झौँ। मेयर भनेको स्थानीय सरकारको प्रमुख हो, सांसद भनेको सङ्घको पदाधिकारी हो, सङ्घीय संसदको हिस्सा हो। यहाँनिर मेयर स्थानीय सत्ताको प्रमुखको हैसियतले मेयरले गरेका कामहरू ठोस हुन्छन्, उसको असाइनमेन्ट हुन्छ। हर्क साम्पाङज्यू आज सांसद हुनुहुन्छ, तर नभुलौँ उहाँ हिजो मेयर हुनुहुन्थ्यो। अशोक राई त मेयर हुनुहुन्न थियो। मेयरको रूपमा उहाँले स्थानीय सत्ता चलाएको होइन, मेयरको रूपमा फाइल अगाडि बढाएको होइन। अब अर्को कुरो, अशोक राईलाई उहाँले बोलाउनु भएको थियो कि थिएन अशोक राईज्यूलाई भन्ने कुरो त्यो मिडियामा आउनु पर्छ र आएको छ र बोलाएको पनि हुनसक्छ, उहाँले फुर्सदले नभ्याएको हुनसक्छ। सब कुरोको मिडियाबाजी हिसाब किताब हुन्छ र खै अहिले त सम्मानै गरेर देख्छु। त्यस कारणले हिजो फलानालाई बोलाएन फलानाले, त्यस कारण त्यसलाई पनि नबोलाउँ भन्ने यो न्यायोचित कुरा होइन, यो कुतर्क हो र यो कुनै पनि हिसाबले जस्टिफाई हुँदैन। यो सोरेआना अन्याय हो, तर केही फरक पर्दैन। मलाई भ्लादिमिर पुटिनको सम्झना हुन्छ। भ्लादिमिर पुटिन शीतयुद्धकालमा ईस्ट जर्मनी अर्थात् कम्युनिस्ट शासन भएको पूर्वी जर्मनीको उनी इन्टेलिजेन्सको प्रमुख थिए, अर्थात् केजिबी रुसी गुप्तचर संस्थामा सोभियत गुप्तचर संस्थाको उनी कर्नेल बराबरको पदमा थिए। पछि बर्लिनको पर्खाल ढल्यो, दुई जर्मनीको एकीकरण भयो र एउटै जर्मनी भएपछि त्यसलाई वेस्ट जर्मनी भन्न थालियो। अनि भ्लादिमिर पुटिनले आफ्नो अनुभव विज्ञताको हिसाबले म जर्मनीको राजदूत हुन योग्य छु भन्ने निवेदन लिएर मिखाइल गोर्बाचोभको ढोकामा पुगे। अब मिखाइल गोर्बाचोभ त्यतिखेर अमेरिकाले धाप मारेको सोभियत युनियन विघटन गरे बापत 1985मा ग्लासिस्नोस र पेरेस्ट्राइका नामक कार्यक्रम ल्याए बापत नोबेल पुरस्कार पाएको व्यक्ति, उनीको प्रतिष्ठा सातौँ आसमानमा थियो भन्ने उनलाई भ्रम थियो। पुटिनलाई उनले 7 घन्टा कुराएर पनि भेटेनन्, तर इतिहास चाहिँ यति नमज्जासँग बदलियो। त्यही गोर्बाचोभ कैयौँ वर्षपछि पुटिनको ढोका धाउँदा पनि उनले सायद भेट पाउँदैन थियो होला, तर पुटिनमा कल्चर थियो। गोर्बाचोभ आएको थाहा पाउन साथ उनी आफै गेटमा स्वागत गर्न गए।
त्यो दिन गोर्बाचोभको आँखाबाट कैयौँ थोपा आँसुहरू खसेर इतिहास सम्झे। आइन्दमा उपमेयरज्यू कार्यवाहक मेयरज्यू म तपाईँलाई भन्न चाहन्छु कुनै दिन म प्रधानमन्त्री हुन्छु, म राष्ट्रपति हुन्छु, म देश चलाउँछु भन्ने हर्क साम्पाङज्यू त्यो पदमा पुग्नु हो र तपाईँ त्यहीँ रहनु हो भने इतिहासले तपाईँसँग पनि बदला लिएर आए। यो कुरा हेक्का राख्नुहोस्। कुमालेको चक्र घुमिरहेको छ नि, पृथ्वी गोलो छ, हेक्का राख्नु होला। हुन त उहाँले हतार थियो, हतारमा भएको कारणले बोलाउन पाइएन भन्ने जस्तो तर्क पनि राख्नु भएको छ। त्यो तर्कले जस्टिफिकेसन दिँदैन नि, काम गर्दैन नि, त्यो कुतर्क हो। केही छैन। अहिले त फेरि तपाईँको हर्क साम्पालाई हराउने भनेर कम्बर कसेर लाग्ने त्यही धरानमा छन् होइन। थुप्रै छन्। हर्क साम्पाङ मात्रै होइन, यस्ता कुपात्र अघि एउटा पात्रको चाहिँ तैँले हामीले उदाहरण दिउँ होइन। यस्ता झ्यासहरूले पनि बेला बेलामा चाहिँ भ्रम सिर्जना गर्ने गर्छन्। अब 6 क्लास पढेको अरे हर्क साम्पालाई ट्युसन पढाउँछु भन्ने गर्थ्यो होइन। 21औं शताब्दीकै सबभन्दा मिठो जोक। मैले एक्ज्याक्टली स्पेलिङ भन्नु त भन्दा पनि भन्न नसक्ने होइन। एक्ज्याक्टली भनेर त गाह्रो हो। एबिसिडी कतिवटा हुन्छ भने थाहा नहुने पात्रहरू, झ्यास पात्रहरू। त्यसले गर्दा तपाईँको उनको दुर्बुद्धिलाई हाइलाइट गर्नेहरूदेखि चाहिँ टेठ लाग्यो कि कथित मिडिया कर्मीहरू। ओके, अब यता हो अलिकति। अस्ति तपाईँको हर्क साम्पाङ दार्चुला जाँदै गर्दाखेरि केपी ओली र प्रचण्ड मिल्दाखेरि जनताले कुनै अनुरोध मान्दैन भने हर्क साम्पाङ र बालन मिल्यो भनेर समाचार आयो भने के भन्ला, पत्याउले कि नपत्याउला भन्ने आशा एउटा स्टार्ट लेख्नु भएको थियो कि। अब के यो सम्भावना छ र? यो मिडिया ट्रायल हो कि के हो? यो केही भइरहेछ भन्नु? यो सोसियल मिडिया ट्रायल नै हो। एक्ज्याक्टली। यो अगाडि पनि उहाँले बालेनजी र म मिल्दा के हुन्छ भनेर नेपाली राजनीतिको जमिरहेको शान्त तलाउमा सस्यानो ढुङ्गा फ्याँकेर तरङ्ग ल्याउनु भएको थियो। त्यो तरङ्गको दोस्रो संस्करण हो। अब यसपछि तपाईँले के विचार गर्नुपर्छ भने उहाँको यसमा दुईटा आशय हुनुपर्छ। तपाईँहरू नदीको दुई किनार भएर उहिले छुट्टिनु हो, तपाईँहरूले छुट्टा छुट्टै चुहोचम्को जमाउनु हो। एकचोटि इतिहासमा तपाईँहरू मिलेर फेरि फुटिसक्नु भएको छ। अब नदीको दुई किनारहरूको भेट सम्भव छ कि एकता सम्भव छ? जसरी बालेन र म मिल्न सक्दैनौँ, किनभने सिद्धान्त, दृष्टिकोण, मानवता, राष्ट्रियता, कार्यशैली हर हिसाबले म र बालेनजी नदीका दुई किनार हौ। हाम्रो भेट कदापि सम्भव छैन। जसरी चन्द्रमा र धरतीको धुलोको भेट हुँदैन, त्यसै गरी हाम्रो भेट जसरी हुँदैन, बालेन शाह र मेरो राजनीतिक मिलन जसरी सम्भव छैन, त्यसै गरी तपाईँहरूको सम्भव छैन है भन्न खोज्या पनि हुनसक्छ। अब अर्कोतिर ठट्टा गरे नि हुनसक्छ। अब कम्युनिस्ट त मिलिहाल्छन् नि, कुन ठुलो कुरा हो। चाइनाको पनि चाहना होला। अब सबै वाम एक ठाउँ भन्छन्, प्रजातान्त्रिक शक्ति मिलेर जाउँ। तर बालेन र अनि उहाँले चाहिँ बालेनका बालेन मिडियादेखि बालेन र रविका अन्धभक्तहरूले यसमा के रियाक्सन दिन्छन् भनेर एकचोटि सोसियल मिडिया ट्रायल गर्दै नारी छामेको अवस्था पनि हो। अब अहिले हेर्नुहोस्, प्रतिक्रिया त आयो। बालेनजीको शिविरमा रहेका अत्यन्तै अन्धभक्तहरूले के भन्न थाले, ओहो हामीले त बुझेकै रहन्छौँ, चिनेकै रहन्छौँ, वास्तवमा हर्क साम्पाङ त ठिक हो, मिलिहालौँ भने। अब अलिक हर्क साम्पाङलाई सर्वकालिक रूपमा घृणा गर्नेहरूले लु पास्टर गलेछ, झुकेछ, अब यसले पद खोजेछ, अब मन्त्री खान खोजेको होला, प्रधानमन्त्री, अब यसलाई यसो ललिपप चखाइदिनु पर्यो भनेर उहाँको घोर अपमान पनि गरिरहेछ। यता हर्क साम्पाङ अब फेरि स्कुलिङ अनुसारका कार्यकर्ता त नभनौँ, श्रमदाता छन् उहाँको। बडो सोझो, भावुक, इमान्दार मान्छेहरूको बहुसङ्ख्या छ यता। यहाँ पनि एकाध बेइमान त होलान् होइन, विभिन्न घुसपैठ गरेका मान्छे होलान्। तिनीहरूमा चिन्ताको शीतलहर छायो। उनीहरू भन्न थाले, ज्या यो के भयो हो, हर्क साम्पाङजी एन्टी करेन्टमा त जान खोज्नु भएन। जसले प्रधानमन्त्रीले राष्ट्रिय निर्लज्जता देखाउँदै राष्ट्रघात गर्दै देशद्रोही अभिव्यक्ति दिएर सिमानाको विषयमा नेपालले मिच्दै नमिचेको जग्गा पनि नेपालले मिचेको छ, भारतको जग्गा मिचेको छ भनेर जसले घातक अभिव्यक्ति दिए बापत आजसम्म संसद अवरुद्ध गराएर प्रधानमन्त्रीले माफी माग्नुपर्छ भन्ने चट्टानी अडान राख्दै रासोपाको सम्मेलन बहिष्कार गर्यो। जसले सुकुम्बासी बस्तीमा मानवता विरोधी डोजर चल्दाखेरि सशक्त प्रतिकार गर्दै सुकुम्बासीको साथ दियो। जसले सरकारका हर निन्दनीय कदमको भर्सना गरिरहेको छ। जसले सरकारले बालबालिका प्रयोग गरेर
35,000 भन्दा बढी बालबालिका प्रयोग गरेर राजसभाको सदस्य बनाए बापत विद्यार्थी राजनीतिबाट बेदखल गर्ने अहिले म भनौँला पार्टी राजनीतिमा लगाए बापत घोर खण्डन गर्नु जसले राजसभाका हरेक राष्ट्रघाती क्रियाकलाप संदिग्ध रहस्यमय क्रियाकलापको भडास कालो चिट्ठा खोल्नुभयो। आज उहाँ नै हामीलाई बिचल्ली बनाएर हाम्रो स्कुलिङलाई बेवाविषय बनाएर केही सत्ता र कुर्सीको लोभमा ठुलो पार्टीको नेता हुने ध्याउन्नमा हामीलाई धोका दिएर त जानुहुन्न भनेर हामीलाई नै चिन्ता व्यक्त गर्दै कति श्रमदाताले फोन गरिरहेका छन्। तर म तपाईँहरूलाई विश्वस्त गराउँछु हर्क साम्पाङज्यू यो जुनी त के 10 जुनीसम्म पनि बालेन शाहसँग सहमत हुन सक्दैनन् यही पाराले र यो कदापि सम्भव छैन। बालेन र हर्कजी मिल्नु भनेको खिर्राको बोटमा जाइफल फल्नु सरह हो, सूर्य पश्चिमबाट उदाउनु सरह हो। यो किबार्थ सम्भव छैन। उहाँले चाहिँ यो नाडी छामेको हो र त्यसकारण यो भुलभुलैयामा भ्रममा नपर्नुहोस्। श्रम संस्कृति हो। बरु उहाँ वामपन्थी गठबन्धन देशभक्तिमा गयो, समाजवादी उत्पादनमा गयो, वामपन्थी आन्दोलनले आत्मआलोचना गरेर राष्ट्रभक्तिको बिडो उठायो भने त्यहाँ सहकार्य गर्न सक्नुहुन्छ। तर यी पुँजीवादी नवउदारवादी अनि ओल्ड ब्याङ्कको लोन पो राम्रो बेच्छ त एडिबीको लोन पो राम्रो बेच्छ भनेर 80% लोनलाई पनि मिना गर्दै अनुदानमा बदलेको चाइनाको लोन चाइनाबाट हामीले लिनै हुँदैन सहायता भन्ने स्वर्णिम वाग्लेसँग उहाँ मिल्न जानुहुन्छ। देशको महान नागरिकता त्याग गरेको रवि लामिछानेसँग मिल्नुहुन्छ भनेर कसैले सपनामा नचिताए हुन्छ। अहिले भर्खरै प्रसङ्ग आयो जसरी 18 वर्षभन्दा मुनिका 35,000 भन्दा बढी बालबालिकाहरूलाई चाहिँ जुन नेपालको संविधानले 18 वर्षभन्दा मुनिकालाई बालबालिकै मान्ने एउटा उ छ होइन प्रावधान छ र त्यही प्रावधानलाई टेकेर हेर्दाखेरि 35,000 भन्दा बढीलाई चाहिँ राजसभाले सदस्यता दिलायो अथवा कार्यकर्ता बनायो भन्ने कुरो आइरहेको थियो। जुन निवर्तमान महामन्त्री बुर्लाकोटी रविन्द्र उहाँ बुर्लाकोटीजीले चाहिँ यो त्यो प्रतिवेदन दिनुभएको थियो क्यारे होइन। यसलाई चाहिँ कसरी लिनुभयो त यहाँले? अब यहाँ अलिकति कानुनी कुरामा पनि जाउँ है। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको सदस्यता अभिलेखमा 18 वर्षभन्दा कम उमेरका 35,257 जना सदस्य दर्ता भएको विवरण सार्वजनिक भएपछि पार्टीको सदस्यता व्यवस्थापन कानुनी अपचलन तथा बालबालिका संरक्षणको विषयमा गम्भीर कानुनी र राजनीतिक प्रश्न उठेको छ र अन्तर्राष्ट्रिय समुदायले समेत यसलाई गम्भीरतापूर्वक हेरिएको बताइएको छ। पार्टीका निवर्तमान उनीहरूको जुन सदस्यता संख्या भनेको छ 5 लाख त्यसको त 6.7 खतराको घण्टी बजेको अब तर उनीहरूको डाडु पुने उनीहरूकै छ। अब तपाईँलाई अचम्म मान्नुहुन्छ तपाईँ होइन। अब सम्पत्ति शुद्धिकरणमा विष्णु पौडेललाई पक्रिन्छ तर जीवी राई र रविहरूलाई उन्मुक्ति हुन्छ। 16 अर्बको अवध चलनमा पनि सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराध फिर्ता हुन्छ भनेपछि राज्यको कानुन त विभेदकारी देखियो नि त। त्यसैले विभेदकारी त तपाईँको आज मात्रै होइन हिजोको दिनमा पनि यस्तै थियो आज पनि त्यस्तै भयो। यति साह्रो थिएन सर कानुनको दुरुपयोग भन्ने कुरा चाहिँ हामीले थाहा पाउनु पर्यो होइन। कानुनको दुरुपयोग हिजोको दिनमा पनि सत्ता पक्षकोलाई जोगाउने अनि विपक्षकोलाई जसरी हिजोको दिनमा यति खुल्लम खुल्ला थिएन। हिजोको दिनमा लुकी छुपी चोरी चकारी अन्डर टेबल थियो भने आज खुल्लम खुल्ला डकैती छ। कानुनको खुलेआम बलात्कार भएको छ सरेआम। यार एउटा कुरा तपाईँ ख्याल गर्नुहोस् हामीले त्यसको इनर स्टोरीमा जाँदैनौँ। एउटा होटल बर्बाद भएको छ 3 लाख जरिवाना गर्दा त्यो होटलको झाड भाँचिएको छ त्यहाँका मजदुरले रोजगारी खोसिएको छ। जरिवाना गरेको होटल भ डामेको साँडे गोरुको काम छ त्यहाँ कोही पनि खान जाँदैनन् र अहिले करोडौँको लगानी डुबेको भने तपाईँले देख्नुभयो 3 लाख जरिवाना भयो। गृहमन्त्रीलाई माछाको काँडा घुसाएर मार्न खोज्ने होटल भन्ने भयो भए त्यो होटलको के अवस्था भयो होला। उसले करोडौँ रुपियाँ ब्याङ्कमा लोन लिएको छ घर जग्गा राखेको छ त्यहाँ आश्रित करिब 30 जना मजदुरहरू प्रत्यक्ष रोजगारीमा छन् अप्रत्यक्ष त कति हो कति। त्यो होटल 3 लाख जरिवाना उल्टै तिर्नु 2 जना मजदुरको जागिर जानु अहिले म सुन्दैछु होटलको ताला लाग्ने अवस्था भयो। अब यहाँनिर तपाईँको 3 लाख जरिवाना गर्यो भनेर चिन्ता लिनु होइन तर ग्राहक नआउनु चाहिँ चिन्ताको विषय होइन। तपाईँको ग्राहक आइदिए खाइदिए तपाईँको 3 लाख त उकास्न सक्थ्यो तर अब ग्राहकै नआइसके पछाडि 3 लाख होइन तपाईँको त्यहाँ 30 लाख डुब्यो। अब हेर्नु यो मिडिया अल्गोरिजमको दुरुपयोग गरेर रवि लामिछाने जस्तो स्मार्ट पोलिटिसियन अमेरिकामा पनि राजनीतिक काम गरेर बसेको भनेका छन् नि
यो खोक्रो दाबीलाई खण्डन गर्ने कलाकार रवि लामिछानेको मसँग एउटा दुर्लभ भिडियो प्राप्त छ। मैले तपाईँहरूसँग वाचा गरेको थिएँ कुनै दिन म टक्कटुक्कमा खेलेको वा तितो सत्यमा अभिनय गरेको रवि लामिछानेको अभिनयको क्लिप ल्याउनेछु। मैले धेरै पापड बेलीमा प्राप्त पनि गरेँ। अझ ल्याउनु भएको छ? हो, मैले ल्याएको छु, तपाईँलाई देखाइदिनु पनि सक्छु। एकैछिन। त्योभन्दा अगाडि म तपाईँलाई के भन्न चाहन्छु भने मलाई धेरैले चुनौती दिएका थिए। रवि लामिछाने मिडियाकर्मी हुन्, सञ्चारकर्मी हुन्, कलाकार होइनन् भन्थे। तितो सत्यमा अभिनय गरेको क्लिप छ, के अरे टक्कटुक्क त्यो 50-51 सालको मैले प्राप्त गरिनँ। तर तितो सत्यमा उनले एकदम तपाईँको सामान्य भूमिका, जुनियर आर्टिस्टको भूमिका खेलेको एउटा भिडियो छ जहाँ उनले अलि झुट कुरा पनि गरेका छन्। त्यो भिडियोमा के देखिन्छ भने उनी अमेरिकामा बसेर प्रेमराजा महत भन्ने महान एउटा राम्रो गायकको निर्देशन अनुसार बिचौलियाको भूमिकामा रहेछन्। मान्छेलाई काम दिलाइदिने, पैसा लिने आदि इत्यादि। उनी कलाकार सँगसँगै तपाईँको यता कता टिचिङ पनि गर्थ्यो अरे भन्ने सुन्नमा आयो। टिचिङ त यो पुरानो बान्सो छेउमा कता विजय स्मारक स्कुल कता के रवि लामिछानेजी भनेको मेरो आफन्त। उहाँले टिचिङ गर्नु होला, 2-3 कक्षासम्म पढाउनु होला, त्यहाँभन्दा बढी पढाउने उहाँको योग्यता छैन। किनभने उहाँले इन्टरमिडिएट गर्नु भएन, एसएलसीसम्म उहाँको योग्यता हो। ल सुन्नुहोस् उहाँको। कलाकार रवि लामिछाने। हेर्न ढाँटेको रविजीले तपाईँले अलरेडी भेटिसक्नु। कहिले कहिले अहिले नमस्ते तपाईँ साथी मैले तपाईँ टिभीमा हेरेको। तपाईँ पहिला टिभीमा कार्यक्रम चलाउनुहुन्छ होइन? कस्तो चेन्ज गर्नु तपाईँ? भन्नुहोस् मलाई किन फोन गर्नु? मलाई प्रेम दाइले पठाउनु भएको। ए प्रेम राजा महत दाइले पठाउनु भएको। प्रेम राजा महत दाइले पठाउनु भएको भनेपछि तपाईँहरूलाई काम चाहियो। नेपालबाट भर्खरै दिल्ली परेर लोकेसन चाहिँ आएको भन्नुभएको तपाईँहरूले के गरौँ त? यसो गर्नुहोस्, मैले एक ठाउँमा कुरा गर्दैछु। ग्यासमा गर्नुहुन्छ? ग्यास ओभर ग्यास यो भिडियो चाहिँ ठ्याक्कै त्यति बेलाको हो जतिखेर रवि लामिछाने नेपालको नागरिकता छोडेर अमेरिकी नागरिक हुँदै थिए। यो त्यतिखेरको कुरा हो जब उहाँको ब्याङ्किङ फ्रड सम्बन्धी 8वटा मुद्दा पर्नु अगाडिको हो। पछि त अमेरिकामा टिक्नै नसक्ने भएपछि केपी ओलीले नेपालमा मिडियाको टिभीमा जाहिर लगाइदिन्छु भन्ने आश्वासन दिएपछि आफ्नो मातृभूमिमा जो भिसा लगाएर आउँछ त्यो मान्छे देशको सबैभन्दा ठुलो पार्टीको सभापति छ। हेर्नुहोस् है, सोनी मुवाले एडिबीको कर्मचारी भनेपछि यिनीहरूको औकात, हातमा टिओबीको ट्याटु खोप्ने, तिब्बत ओरिजिन्स ब्लडको ट्याटु खोप्ने मान्छे गृहमन्त्री। अब गृहमन्त्री सुस्तामा सीमा मिचेर नेपाली रोइरहेका छन् त्यहाँ नजानी। एउटा मजदुरको, एउटा होटल व्यवसायीको व्यवसाय नै धरापमा पारिदिने। अनि गृहमन्त्रीले छड्के हानेर फाइदा के? सुस्तामा जानुपर्ने होइन छड्के हान्न। यहाँ नेपाली सीमा मिचिएको छ, यहाँ खबरदार भन्न जानुपर्ने होइन हो। त्यही नेपाली सीमा मिचिएकोमा रुवावासी गरेको कुरा विषयान्तर गर्न। अब दरबार हत्याकाण्डको फाइल खोल्छु भने 1 महिनामा 1 महिना हुन लाग्यो। खोइ त केही छ स्टन्ट गर्ने, जनता झुक्क्याउने। जनता भनेको तपाईँले जता हिँडाए त्यतै हिँड्छन् हो। 2 महिना 4 महिना झिक्काउनु होला। जर्ज बर्नार्ड शाहले एप्पल कार्डमा भनेको छ नि, तपाईँले कसैलाई केही दिनको लागि बेवकुफ बनाउन सक्नुहुन्छ, भ्रममा पार्नुहुन्छ, तर सबैलाई सधैँको लागि झुक्काउन सक्नुहुन्न। जुन दिन तपाईँको नाटकको पर्दा खुल्छ नि, तपाईँ चरिनाङ्गो हुनुहुन्छ। इम्पेरियर न्यू क्लोथको बादशाह ह्यान्स एन्डरसन क्रिस्चियनको इम्पेरियर न्यू क्लोथको बादशाह जस्तै नाङ्गो हुन मात्रै बाँकी छ। अब धोती त खुस्किसक्यो, कन्दनी मात्रै बाँकी छ। त्यो पनि कुन दिन राजनीतिक हावाले उडाउँछ। के नाम ठ्याक्कै मैले बिर्सेँ त्यो के अरे त्यो अमरेश कुमार सिंह ल आयो दिमागमा। ल अब सुन्नमा के पनि आएको छ भन्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीकै माननीय अमरेश कुमार सिंह जो हुनुहुन्छ, अस्ति तपाईँको
राष्ट्रसभाको महाधिवेशन पनि बहिष्कार जस्तै जस्तै गर्नुभयो क्या उहाँ जानु भएन क्या देखिएन काहीँ पनि सायद गएको पनि हुनसक्छ हामीले नदेखेको हुनसक्छ अब कता कता हल्ला चाहिँ के छ भन्दाखेरि अहिले हर्क साम्पाङसँग पो उहाँ त मिल्दै हुनुहुन्छ अरे भन्ने हल्ला पनि सुन्यो क्या यो हल्ला मात्रै हो कि योभित्र केही खिचडी पाक्दैछ के हो यो चाहिँ म हर्क साम्पाङज्यूलाई उहाँ धेरै भावुक इमान्दार मान्छे सबैलाई आफू जस्तो देख्नुहुन्छ मधेसमा सिके राउत जस्ता तत्त्वहरू छ त सहकार्य गर्दै गर्दैन भन्ने विश्व प्रतिज्ञा गरेकोमा उहाँलाई धन्यवाद सायद हामीले नि मिडियाबाट खबरदारी गऱ्यौँ र त्यसको पोजिटिभ रेस्पोन्स आयो सिके राउत पछि गएर बालेनको भक्तको रूपमा नाङ्गिएको पनि देखियो आफ्नो औकातमा आए देश टुक्राउन चाहने सिके राउत भन्दा चिन्तन विचार दृष्टिकोण र आर्थिक मामिलामा खासै फरक छैन अमरेश कुमार सिंहको व्यक्तिगत ट्र्याक रेकर्ड हिस्ट्री जलाउने चलाउने अनि कैलालीदेखि बिआइसिसी जलाउने कुरामा पनि रहस्यमय भूमिका खेलेका छन् यी काङ्ग्रेसका पनि गद्दार हुन् मलाई आशा छ हर्क साम्पाङज्यूले स्ट्याटस देखेर अमरेश कुमार सिंहलाई श्रम संस्कृतिमा स्वागत छ भनेर वेलकम गर्नु हुने छैन म ढुक्क छु यो कुरामा किनभने हेर्नुहोस् रासोपाले डामेर छोडेका मान्छे सबै असल हुन्छन् भन्ने छैन रासोपामा नहटाएका सबै मान्छे खराब हुन्छन् भन्ने छैन त्यहाँ रासोपा जत्तिकै खराब मान्छे पनि त खराबसँग मिल्न नसकेर द्रोह गर्न सक्छन् नि यो खराबहरूको लडाइँ हो यो उस्तै प्रवृत्ति भएकाहरूको घिउ बेचुवा तरबार बेचुवाको लडाइँ हो यी कौनसा गतिवा हुन् जुन दिन तपाईँलाई एउटा कुरो भन्छु विकास ठाकुर भन्ने एक महानुभावले यिनको 20 करोडको अवैध सम्पत्ति जग्गा जमिन औला दौला रकम यसको विषयमा छानबिन गरी पाऊँ भनेर अख्तियारमा उजुरी हाल्दै थिए सायद म सुन्दैछु त्यही उजुरीलाई सक्रिय बनाएरै यिनीमाथि सम्पत्ति शुद्धिकरण र अख्तियारको अनुसन्धान हुँदैछ अरे जुन विकास ठाकुरको प्रमाणसहितको छ उजुरी त्यो कुरालाई छायामा पार्न संसदमा यिनी माथिको सर्ट खोलेर चबिनाङ्गो भएका हुन् त्यो कुरा त ओझेलमा पर्यो यी यति चतुर हुन् भरे बालन साहब प्रधानमन्त्री भएनन् भने सुसाइड गर्छु पनि भने कुरो के रहेछ भने बालन साहबले उहिले उनलाई रवि लामी छानेले जसरी पनि गगन थापालाई हराएर देखाउनु थियो त्यसकारण अमरेशजी तपाईँ जानै पर्छ भनेर टिकट दिए बालनले बोलाएर तपाईँ गगन दाइसँग नलड्नु भने अरे रेखा कुरा है बालन चाहिँ सुरुदेखि नै गगनको एकदम तपाईँको सपोर्टर के पनि भनिन्छ भने गगनलाई नै काङ्ग्रेसले काठमाडौँको मेयर बनाउन खोजेको थियो तर गगनको छनौटमा स्वतन्त्र पात्रको रूपमा डिप स्टेटमा दुवैजना गगन पनि 2008 देखि अमेरिकन की कन्ट्याक्ट पर्सनको पनि नेपालको महत्त्वपूर्ण सूचना अमेरिकनलाई सप्लाई गर्ने मान्छे भनेर त रवि लामिछानेले जुलियन असान्जको प्रतिवेदनलाई किटेर भनेकै छन् दुवै डिप स्टेटको मान्छे भनेपछि त्यो बेलामा गगनको छनौटमै बालेन थिए र त्यो बेलादेखिकै सुमधुर सम्बन्ध भनिन्छ र भविष्यमा रविसँग मिल्न नसकेका बालेनको अन्तिम गन्तव्य गगन नै हुन्छ गगनले काङ्ग्रेसको नामै फेर्न पनि बालेनसँग मिल्छन् भनिन्छ र तिनै गगन जसले बालेनलाई निकट अतीतमा ठुलो गुण लगाएर रवि लामिछानेलाई प्रधानमन्त्री हुनबाट रोकेका थिए भएको के रहेछ भने रवि लामिछानेले सर्वोच्च अदालतबाट क्लिन चिट लिँदै थिए सुनिल कुमार पोखरेल जो उहाँको पहिलाको वकिल हुनुहुन्थ्यो कालान्तरमा उहाँ नै न्यायाधीश भएर मुद्दा हेर्दै हुनुहुन्थ्यो कन्फ्लिक्ट अफ इन्ट्रेस्टको कोकोलो मचाएर रवि लामिछानेलाई सम्पत्ति शुद्धिकरणमा सङ्गठित अपराधबाट मुक्ति दिएन त्यो दिएको भए बालेनको पालो कहिल्यै आउँदैन थियो रवि प्रधानमन्त्री भइहाल्थे त्यो सहकारी ठगी सम्बन्धी त कागज गरेर मिलाइहाल्थे उनीहरू सहमति गरेर हो रवि बालेनको इच्छा मुताबिक रविको सट्टा बालेनलाई नै प्रधानमन्त्री बनाउनु पर्छ भन्ने दृढ अठोटमा पुगेका गगनले अदालतमा जादु चलाएर रवि लामिछानेको मुद्दा टुङ्गिन नदिएर सर्वोच्च अदालतमा बालेनलाई गुण गरेकै हुनाले त्यो गुण तिर्न अमरेश कुमार सिंहलाई मन्त्रीको सूचीबाट हटाइदिए रवि लामिछानेले बारम्बार म्यासेज पठाए भेट्न गए अमरेशलाई तपाईँ गृहमन्त्री सक्नुहुन्न भने उद्योग मन्त्री बनाउनुहोस् भने अमरेश मुख बिठ्याए बालेनले बाल दिएनन् किनभने उनलाई थाहा छ गगनसँग मिलेर जानुपर्छ गगनले कुनै पनि हालतमा अमरेशलाई मन्त्रीको रूपमा देख्न चाहेका छैनन् अब गगनको चाहना त अर्को छ अमरेश कुमार सिंह तत्काल गिरफ्तार हुन् दीपक भट्ट लगायतका बिचौलियासँगको सम्बन्धको जरा केलाएर वा सम्पत्ति शुद्धिकरण गरेर उनको पद तत्काल निलम्बन र 1 वर्षभित्र निष्कासन गरेर त्यहाँ उपनिर्वाचन गराएर गगन नै निर्वाचित भएर बालेन पछि पालो कसैको आउँछ भने त्यो रविको होइन बरु सुदन वा
सुदन जो हातमा टिओबीको ट्याटु खोपेका छन् बालेनले नचाहँदा पनि गृहमन्त्री बनाए, किनभने चीन विरुद्ध गतिविधि हुनसक्छ, असंलग्न परराष्ट्र नीति र पञ्चशीलता विरुद्ध चलखेल हुनसक्छ भनेर सुदनलाई रोक्न खोजेको सकेनन्। सुदन अर्को शक्तिशाली, तीभन्दा पनि शक्तिशाली सर्लाहीबाट पुनः निर्वाचित भएर आउने मुडमा गगन छन्। त्यसकारण तपाईँले अमरेशको गिरफ्तारी तत्काल भयो भने पनि आश्चर्य मान्नु पर्दैन। अब अमरेश आत्या छन्, तपाईँलाई लाग्ला अमरेशले बहिष्कार गरे, तथ्य त्योभन्दा फरक छ। रवि लामिछानेलाई खडै सिधा गगन दाई त्यो सभाको वक्ता हुनुहुन्छ, तपाईँले अमरेशलाई मैले त्यहाँ देखेँ भने सम्मेलनै छोडिदिन्छु भने अरे बालेनले। गगन दाईको अपमानमा केही हुनसक्छ त्यहाँ अमरेशद्वारा भनेर। अनि अमरेशले त तथा नाम गाली पनि गरे नि त उसलाई के अरे बालेनलाई यो बिचमा रवि लामिछानेकै इसारामा भन्ने बुझेका छन्। रवि अहिले पनि जोगाउन खोजिरहेछन् अमरेशलाई, तर सकेका छैनन्। सम्भवतः रवि लामिछानेको चाहना विपरीत, रवि अहिले पनि जोगाउन खोजिरहेछन् अमरेशलाई, किनभने उनले जुन कुरो बालेनलाई भन्न चाहन्छन् त्यो अरूले हिम्मत गर्दैनन्। यसैले हो अमरेश चाहिँ भन्ने हो। तर अमरेश फेरि अर्को राष्ट्रियताको मामिलामा गद्दार, देशको सीमा मिचिएको कुरा उठाउँदैन उसले। अब तपाईँलाई एउटा कुरो म भन्न चाहन्छु, हाइपोथेटिकल कल्पना गर्नुहोस्, हर्क साम्पाङले स्ट्याटस देखेर स्वागत गर्नु, अहिले अमरेश आफै भेट्न आतुर छन्। अब तपाईँ र मैले गफ गरिरहँदा उनीहरूको टेलिफोन भइसक्यो हुनसक्छ। अमरेश छिटोभन्दा छिटो मधेसमा, उनले त फासाङ फुसुङ पार्छन्, हेर्नुहोस् तपाईँको मधेसमा बेस कमजोर छ, म आएपछि मधेसको सङ्गठन पुरै फैलाइदिन्छु भनेर एउटा सांसद जस्तो मान्छे स्वागत गर्न पनि आतुर हुन सक्छन्। हर्क साम्पाङ त भावुक छन्, तर तपाईँले याद गर्नु होला केही दिनभित्र यदि अमरेश सिंह मानव श्रम संस्कृतिमा छिरे वा छिर्ने अवस्था भयो वा स्ट्याटस देखिसकियो र उनलाई माया गरेको मन पराएको सन्देश गयो भने 2 दिनमा फेरि 5 दिनमा फेरि 10 दिनमा 1 महिनाभित्र अमरेश गिरफ्तार भयो भने लु हेर भ्रष्टाचारीलाई काखी च्याप्ने त यही श्रम संस्कृति रहेछ भन्छ नि भन्दैनन्। अहिले सुदनजीको कुरामा खिचातानी गर्न खोज्दैछन्। सुदन किराती यो पशुपति क्षेत्र विकास कोष अन्तर्गत यहाँ दाह संस्कार गर्ने मेसिन एउटा भ्रष्टाचार गरेको भनेर उजुरी पनि हाल्न भ्याएछन् कति अख्तियारमा फेरि होइन। यहाँ त डिप स्टेटको यति ठुलो घेराबन्दी छ कि त्यसकारण निर्दोष हर्क साम्पाङ तपाईँ सुन जत्तिकै पवित्र हुनुहुन्छ, खारिएको हुनुहुन्छ, तपाईँ 24 क्यारेटको हुनुहुन्छ, दागी मान्छेलाई ल्याउने जोखिम नमोल्नु होला। र अमरेश कुमार सिंह तपाईँको पनि गन्तव्य अब सायद जेल हुन्छ कि जस्तो देखिया छ, किनभने तपाईँ हर्कले त शक्ति सञ्चित गर्नको निम्ति पनि ल्याउनु पर्ला भन्ने सोच्ला कि सोच्यो भने त्यो गलत हुन्छ हैन। शक्ति सञ्चित गर्न एकदम स्वस्थ छरिका इमानदार राम्रा नेता छैनन् र, तरै तिनीलाई ल्याएर शक्ति सञ्चित गर्ने हो। दागी पुराना, फेरि हर्क साम्पाङ परम देशभक्त, उनी देशघाती हुन् अमरेश चाहिँ। अनि भ्रष्टाचारको मामिलामा पनि त दाग लागेको छ। तपाईँलाई मैले परिकल्पना गराएँ, मानौ उहाँलाई ल्याइयो वा ल्याउने तर्क गरियो, स्वागत गरे भने त ल्याउन खोजेको बुझ्यो नि त, उनी आउनु वा नआउनु। भोलि उनीहरूले त्यो ट्रोल बनाउँछन्, ल हेर हर्क साम्पाङले स्वागत गरेको मान्छेको त जेलमा स्वागत भनेर ट्रोल बनाइदियो भने त्यो जोखिम मोल्नु हुँदैन। तर हिजोको दिनमा हर्क साम्पाङले त उनकै अलिकति कटु आलोचक मानिएको, प्रतिस्पर्धी मानिएको सरिन तामाङहरूलाई पनि प्रतिस्पर्धी यो माने कि मैले मेयर पद लड्दै गर्दाखेरिकोलाई जोडेँ मैले, त्यतिखेर तपाईँहरू उहाँलाई पनि त पछिबाट त स्वागत छ भन्नुभयो। त्यो सरिन तामाङ भनेको लोकल लेभलको लिडर, उहाँ सांसद मन्त्री भएर पदको दुरुपयोग गरेका छैन, अकुत कमाएको भन्ने प्रमाण छैन, उहाँले देशको सूचना विदेशीलाई दिएको भन्ने छैन, उहाँलाई कुनै पनि हालतमा कानुनी रूपमा समाएर कारबाही गर्ने अवस्था छैन। सरिन भनेको एउटा हो छुच्ची हुनुहुन्छ होला, अलिकति राजनीतिक नबुझेको होइन, हिजो रवि लामिछानेको लागि हल्ला खल्ला गरेको व्यक्ति होला, तर कहाँ अमरेश कुमार सिंह भनेको धेरै दाग लागेको धेरै विवादित व्यक्ति हो, तुलना गर्नु हुँदैन। त्यो त तपाईँको चक्रे मिलन दीपक मनाङ्गे आए पनि यही भइगयो नि, यिनी नै हो भने उनीहरू पनि चर्चित छन्, यिनी नाउँमा जल्ला पनि लिन सकिँदैन नि त। भारतमा अहिले एउटा इन्काउन्टर भयो, एउटा अप्रासङ्गिक कुरो, त्यो भरत तिवारी भन्नेको पुरा हङ्गामा मचिया छ मिडियामा। पुरा अहिले इन्डियन मिडिया खोल्नु हो भने मन्त्री प्रधानमन्त्री सलमान शाहरुख अक्षय जम्मै छायामा छन्, त्यहाँ सारा कुरा भरत तिवारी र भगत सिंहसँग तुलना गरेर हङ्गामा छ। भएछ के भने उसले उसको आफ्नै इन्काउन्टरको लाइभ गराएर छ। अहिले भरत तिवारी इन्काउन्टर भनेर टाइप गर्नु हो भने युट्युबमा 66 छ, फेसबुकमा 66 छ। मैले
म भन्दैछु लाइभ भने कति प्रभावकारी हुन्छ, हरेक मसिना कुरा आउँछ। उसले पनि हातमा पेस्तोल ल्याएर रहेछ तर उसले सरेन्डर गर्यो, उसले पेस्तोल दियो होइन, तर पेस्तोल दिएपछि ड्याङ 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 यहाँ म देखाइदिन्थेँ, कपिराइट लाग्ने हुनाले देखाइनँ। 5 गोलीको आवाज सुनिन्छ लाइभ भइरहेको लाइभमै। भने त्यो प्रसङ्ग मैले किन ल्याएको भने नेपालमा यस्ता खतरनाक मान्छे छन् जसको नेक्सिस अन्डरवर्ल्डमा पनि हुनसक्छ है। मान्छे बुझेर चिनेर जाँचेर नापेर अब एउटा तपाईँको कहाँको टपोरी कहाँको ऐरे गैरे भइरहेर ल्याउँदा त यत्रो बदनाम गर्यो। ल्याउन सजिलो छ, खान हँसिया निल्न पनि बरु सजिलो होला, टोइलेट बस्दा के होला भने जस्तो यस्ता जोखिमपूर्ण मान्छे जसलाई ल्याइयो भने भोलि पार्टीलाई गम्भीर क्षति पुर्याउन सक्छन्, निल्नु न उकाल्नु घाँटीको अड्किएको हाड साबित हुन्छ। त्यसकारण अमरेश सिंहलाई टाटा बाई बाई गर्नु नै जाति। ओके, अन्तिममा सर केही छ छुटेका केही विषयहरू? मलाई त छुटे जस्तो लाग्दैन, तैपनि तपाईँले समग्र चित्र खेच्नुभयो। देश एउटा गम्भीर सङ्कटमा छ। अब आर्थिक हिसाबले हेर्दा 5 खरब बराबरको ठुलो नोक्सानी नेपालीहरूले 5 खरब बराबरको नोक्सानी सेयर मार्केटमा बिहोरे, अर्थतन्त्र धाराशायी छ र हिमाल खबरमा यो सारा कुराहरू अहिले समेटेर फिचर स्टोरी पनि आएको छ। र तपाईँलाई यति भनौँ कि देश टाटपल्टिएको घोषणा हुन मात्रै बाँकी छ, बजेट कार्यान्वयनमा जाँदै छैन, पुरै फिल्ड स्टेटमा गएको छ। नेपाल डिप स्टेटको सुरुङमा छिर्यो। केही मान्छेको गिरफ्तारी भनेको देशको प्रगति होइन। त्यो देश कहिल्यै बन्न सक्दैन जुन देशमा प्रतिशोध र बदलाको राजनीति हुन्छ। प्रतिस्पर्धाको राजनीति हुनुपर्छ, स्वस्थ प्रतिस्पर्धा, विकासको राजनीति हुनुपर्छ, सुशासनको राजनीति हुनुपर्छ, क्षमादान गर्न मिल्ने ठाउँमा क्षमादान गर्नुपर्छ, दण्ड दिने ठाउँमा दण्ड दिनुपर्छ। अपराध र भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाउँदै खाली कल्ला गिरफ्तार गर्ने, फलानालाई समाउने, ए बाबा गिरफ्तारै गर्ने हो भने भोलि हर्क साम्पाङज्यू हामी सत्तामा आउँदा के यो क्याबिनेटको 1 जना मन्त्री बच्छन् भन्ने तपाईँलाई लाग्छ? यो आधी संसद खाली हुन्छ। सिंहदर राज जलाउने को हुन्, BICC जलाउने को हुन्, बिना व्यवसाय 35 करोड कमाउने को हुन्, भ्रष्ट कर्मचारी जसले जिन्दगीभरि ब्याङ्कमा जागिरे भएर कमाएको पैसाले 3 कोठा 4 कोठाको घर बन्दैन, त्यो आज 25-30 करोडको सम्पत्ति छ। त्यसको स्रोत खोज्ने हो भने खुद प्रधानमन्त्रीदेखि सबैको सम्पत्ति शुद्धिकरण गर्ने हो भने को बच्छन् त? अब के हामी अनन्तकालसम्म द्वन्द्व, प्रतिशोध, हिंसामा जाने? ड्याङ स्याओपिङ, ली कुआन यूले के भने प्रतिशोध र बदलामा नजाउँ। जस्तो माओ त्से-तुङबाट त्यो ग्याङ अफ 4 भन्ने थियो, त्यसबाट झन्डै मारिएको मान्छे हो नि ड्याङ स्याओपिङ। ड्याङ स्याओपिङले के भने बदलामा गयो भने देश विकास गर्ने फुर्सद हुँदैन, बदलालाई छाड, मिलेर जानुपर्छ भने। अहिले के शेरबहादुर देउवा, केपी ओली यो देशको दुश्मन विदेशी एजेन्ट हो? उहाँहरूलाई ठिक छ तपाईँले राजनीतिक प्रतिस्पर्धा गर्नुहोस्, दरकिनार गर्नुभयो, तर खालि बदला प्रतिशोधमा जाँदा देश अल्झिन्छ क्या, बल्झिन्छ। त्यो भएर देशले समाउनु पर्ने विकासको लय र गति पक्रिएन, देश अनन्त द्वन्द्वमा जाने छाटकाट देखियो। डिप स्टेटले त्यही चाहेको छ, त्यो नहोस्। हर्क साम्पाङले अप्नाएको शान्ति मैत्री नीति र वामपन्थी गठबन्धनले देखेको सपना, विद्या भण्डारीको नेतृत्वमा सबै वामपन्थी प्रगतिशील देशभक्त एक ठाउँमा आउने भनेको छ। म चाहन्छु कि रूपान्तरणसहित आएको वामपन्थी गठबन्धन देश र जनताको पक्षमा अब आफूलाई सुधार्दै रूपान्तरण गर्दै देशभक्तिको पक्षमा वज्र ठिङ्गा भएर उभियो भने बरु हर्क साम्पाङको सहकार्य है, पार्टी एकता भन्दिनँ, त्यहाँ हुनसक्छ। र त्यो सहकार्यले उहाँलाई कहाँ अन्ततगत फाइदा दिलाउँछ भने यो सहकार्य अन्तर्गत आन्दोलन भयो भने नि युवा प्रतिभाको रूपमा उहाँले म प्रधानमन्त्री हुन्छु भन्नुभएको छ। उहाँको सपना साकार हुन्छ। भोलि सङ्ख्याबलको आधार र रासोपाको एकाथरी सांसदहरूले अथवा तपाईँको नेकपा एमालेकै सांसदहरूले, काङ्ग्रेसका सांसदहरूले पनि यत्तिको जाजल्यमान युवा प्रतिभालाई प्रधानमन्त्री बनाउन भनेर ट्रायल गर्न सक्छन्। यो सम्भावनातिर उहाँले दृष्टिगोचर गर्नुपर्छ। हर्क साम्पाङ, धन्यवाद।